नमस्कार, विविध ज्ञान नेपाल युट्युब च्यानलमा स्वागत छ। म विज्ञान श्रेष्ठ। आज हामी सम्बन्धको बारेमा चर्चा गर्न गइरहेका छौँ। मानिसलाई खुसी बनाउने या दुखी बनाउने अहिलेको समयमा एउटै कुरा रहेको छ भने त्यो सम्बन्ध हो। र मानिस जतिसुकै धनी भए पनि, जतिसुकै गरिब भए पनि, जतिसुकै पढे लेखेका भए पनि, जतिसुकै सामाजिक प्रतिष्ठा कमाएका व्यक्ति भए पनि, यदि उसको नजिकको व्यक्तिसँगको सम्बन्ध राम्रो छैन भने त्यो व्यक्ति धेरै हदसम्म दुखी भएको हामीले पाएका छौँ। यस अर्थमा सम्बन्धले नै धेरै कुराहरूको निर्धारण गरेको पनि हामीले पाएका छौँ। हो, तपाईको नजिकको सबैभन्दा नजिकको मानिसले नै तपाईलाई दुःख दिइरहेको हुन्छ। अझ भनौँ, तपाईले जसलाई बढी माया गर्नुहुन्छ उसैबाट नै तपाईँ प्रताडित भइरहेको पाउनुहुनेछ। तपाईले चिन्दै नचिनेको व्यक्तिले तपाईलाई कमै दुःख दिइरहेको हुन्छ। त्यसो त यो संसारमा 8 अरब मानिसहरू बसोबास गर्छन् र अरबौं अरब मानिसहरूलाई हामी चिन्दैनौँ र अरबौं अरब मानिसहरूले हामीलाई चिन्दैनन्। र ती नचिनिएका व्यक्तिहरूबाट हामी खासै प्रभावित भइरहेका हुँदैनौँ, प्रताडित भइरहेका हुँदैनौँ। तर जो व्यक्ति सबैभन्दा नजिक छ, जो हृदयको कुनामा बसेको छ अथवा आँखाको नानीमा बसेको छ, तिनै व्यक्तिहरूले नै हामीलाई बिजाइरहेको हुन्छ। वरिपरिका व्यक्तिहरूसँगको त्यो सम्बन्धलाई सुमधुर बनाउन नसक्दा अथवा दुईतर्फी रूपमा समझदारीपूर्ण रूपमा एकले अर्कालाई लिन नसक्दाखेरि, एकले अर्कालाई अझै गहिरिएर बुझ्न नसक्दा यहाँ सम्बन्ध तोडिएको छ। सम्बन्धले गर्दाखेरि यहाँ धेरै व्यक्तिहरूको आँसु बगिरहेको छ। आउनुस्, आज हामी यो सम्बन्धलाई कसरी केही हदसम्म सुमधुर बनाउन सकिन्छ भन्ने विषयमा थोरै चर्चा गर्ने हामी कोसिस गरौँ। तपाईले सबैभन्दा बढी माया गर्ने तपाईको आमा, बुबा, श्रीमान, श्रीमती, दाजुभाइ, दिदी, बहिनी, छोराछोरी, इष्टमित्र, आफन्त, छरछिमेक या जो कोही पनि व्यक्ति जो तपाईसँग केही हदसम्म नजिक छ, त्यो व्यक्ति किन नजिक छ भन्दाखेरि तपाईसँग अथवा तपाईलाई त्यो व्यक्तिले माया गर्छ या तपाईँ त्यो व्यक्तिलाई प्रेम गर्नुहुन्छ। तर वास्तवमै भन्ने हो भने सम्बन्धका धेरै पाटाहरू छन्। माया गर्दैमा मात्र पनि कतिपय सम्बन्धहरू टिक्न सकिरहेका छैनन्। तर यो सम्बन्ध किन मानिसलाई बिजाइरहन्छ यो बुझ्न जरुरी छ। वास्तवमा यी नजिक भनिएका मानिसहरूबाट नै हामी किन प्रताडित भइरहेका छौँ र किन यो हामीलाई बिजिरहेको छ, यसलाई बुझ्न जरुरी छ। र सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा भनेको मानिस एक सामाजिक प्राणी हो र समाजमा बस्छ, ऊ परिवारमा बस्छ, टोल छिमेकीमा बस्छ र हरेक व्यक्ति जो टोल छिमेकी सरसमाजमा बस्छ, परिवारमा बस्छ, ती व्यक्ति पनि फरक फरक व्यक्तिहरू हुन् भन्ने हामीले हेक्का राख्न सक्नुपर्छ। तिनीहरूका पनि आफ्नै किसिमका विचारधाराहरू छन्, आफ्नै किसिमका हुर्काइ छन्, अपब्रिङ्गिङ छन्। त्यो कुरा हामीले बुझ्नुपर्छ। प्राय मानिसहरू आफूले जे कुरा भनिरहेको छ त्यही कुरा मात्रै सत्य हो भनेर बुझ्छन्। तर वास्तवमा त्यो गलत हो। वास्तवमै त्यो गलत हो। किन भन्दाखेरि हरेक व्यक्ति आफ्नो एङ्गलबाट मात्र भनिरहेका हुन्छन्, देखिरहेका हुन्छन्। तर वास्तवमा त्यो सत्य अर्को एङ्गलबाट अर्कै देखिरहेको हुन्छ। प्राय सम्बन्धहरू यहीँनिर गएर ठोक्किन पुग्छन् र यो कारणले गर्दा, विचारको भिन्नताको कारणले गर्दा त्यहाँ तकराव सृजना हुन्छ। र बुझ्नुपर्ने कुरा भनेको आफू सधैँ सही हुन सक्छु भन्ने कुरा जुन भ्रम छ हामीलाई, अथवा आफू जुनसुकै बेलामा पनि हामी सही छौँ भन्ने कुरा एक प्रकारको गलतफहमी छ हामीलाई, त्यो त्याग्नुपर्छ। दोस्रो, व्यक्ति फरक व्यक्ति हुन् र जसरी हाम्रो औँठा छाप फरक फरक हुन्छ हरेक व्यक्तिको, उसको विचार पनि फरक हुन्छ भन्ने हामीले सोच्नुपर्छ। यो कुरा थोरै मात्र पनि बुझ्ने हो भने हामीले कतिपय सम्बन्धका तकरावहरू सुरुमै हामीले निमेट्यान्न पार्न सक्छौँ। अर्थात् भनौँ, उपेक्षा र अपेक्षा। अपेक्षा के हो, उपेक्षा के हो, यो सम्बन्धलाई सुमधुर बनाउनको लागि निकै नै महत्त्वपूर्ण यो पोइन्ट रहेको छ। हामी आफूले बोलिरहेको कुरा सत्य हो भन्ने एउटा बेसिक मानसिकतामा बसिरहेका हुन्छौँ, जुन सही नहुन सक्छ भनिरहँदाखेरि हामी आफूले बोलिरहेका कुरा दोस्रो व्यक्तिबाट पनि एक्सपेक्ट गर्छौँ, अपेक्षा गर्छौँ। र त्यो स्वभावतः
व्यक्ति पछि फरक हुन्छ र त्यही कारणले हामीले अपेक्षा अनुसार पुगेन भने भएन भने हामी त्यो व्यक्तिप्रति नकारात्मक बन्न थाल्छौँ अथवा सशङ्कित बन्न थाल्छौँ अथवा उसको आलोचना गर्न थाल्छौँ। वास्तवै भन्ने हो भने त्यो गलत हो। त्यसको सट्टामा बरु हामीले उपेक्षा गर्न सक्नुपर्छ। मैले भन्नुपर्ने भनी मलाई लागेको कुराहरू प्रकट गरेँ, विचारहरू व्यक्त गरेँ, बाँकी कुरा उसको भन्ने किसिमले हामीले उपेक्षा गर्न सक्यौँ भने सम्बन्धका सुरुवाती चरणका टकरावहरू पहिलो चरणमै निष्कर्षमा पुग्न सक्छ अथवा त्यो द्वन्द्वात्मक स्थितिमा पुग्नबाट बच्न सकिन्छ। अब अर्को कुरा पनि गर्न जरुरी छ। सम्बन्धलाई कसरी हामी अझै सुमधुर बनाउन सकिन्छ भन्दाखेरि सम्बन्धहरू विशेषतः स्वार्थमा केन्द्रित हुन्छन्। हरेक व्यक्ति स्वार्थी हुन्छ। यो मानव जसरी यो सामाजिक प्राणी हौँ भनेर हामीले भन्यौँ त्यसै गरी मानिस स्वार्थी प्राणी पनि हो। मानिसको स्वार्थ र स्वार्थको मानिस यो अपरिहार्य कुरा हो। मानिस एक यस्तो प्राणी हो जोसँग राम्रा कुराहरू पनि छन्, नराम्रा कुराहरू पनि छन् र यो कुरा बुझ्न नसक्दा पनि कतिपय कुराहरू हामीले सम्बन्धमा लगेर हाम्रा सम्बन्ध अमूल्य सम्बन्धहरूलाई तोड्ने काम भइरहेको हुनसक्छ। तर वास्तवमा भन्ने हो भने स्वार्थी किन हुन्छ त मान्छे भन्दाखेरि किनकि यो उसको जन्मजात गुण नै रहेको छ। मानिस स्वार्थी छ र त यो संसार अहिलेको अवस्थामा 21औं शताब्दीको यो विकसित रूपमा आइसकेको छ। यदि मानिसमा स्वार्थ भन्ने चिज नहुँदो हो त धेरै नै पहिला जस्तो अवस्था थियो त्यस्तै नै अवस्थामा रहिरहने थियो। मानिसले आफ्नो स्वार्थ पूर्ति गर्नको लागि विभिन्न टिकडमहरू अपनाए। त्यस अनुसार नै यो संसारलाई अगाडि बढ्दै लगाएको भन्ने हामीले बुझ्न सक्नुपर्छ। यो स्वार्थलाई नकारात्मक रूपमा पनि लिन सकिन्छ तर सकारात्मक रूपमा पनि लिन जरुरी छ। स्वार्थी हुनु त्यत्तिकै अर्थमा नराम्रो भन्न पनि मिल्दैन। आफ्नो किसिमको दुनो सोझ्याउन त सबैले पाउनुपर्छ, मात्र आफ्नो दुनो सोझ्याइरहँदाखेरि अरूको हानि नोक्सानीको बारेमा पनि थोरै ख्याल चाहिँ हामीले राख्नुपर्छ। त्यसैले स्वार्थलाई हामीले कसरी लिने भन्ने विषयमा पनि हामीले हाम्रो सम्बन्धमा लागू गर्न सक्छौँ। हरेक व्यक्ति स्वार्थ हुँदैमा ऊ नराम्रो हुन्छ भन्ने छैन। त्यसैले यसलाई हामीले केही हदसम्म बुझ्ने र बुझाउने पनि कोसिस गर्छौँ। अर्को कुरा भनेको प्राय मानिसहरू बोल्न चाहन्छन्, मात्र बोल्न चाहन्छन्। उनीहरू आफूलाई लागेका भावनाहरू प्रकट गर्न चाहन्छन्। दोस्रो व्यक्तिले सुनिदियोस् भन्ने मानवीय एक प्रकारको गुण नै हो। तर आफूले सुन्नु पर्दाखेरि मानिसलाई त्यो गाह्रो लाग्छ। अर्थात् मानिस बोल्न चाहन्छ तर सुन्न चाहँदैन। यो उसको विशेषता नै हो। त्यो अर्थमा यदि तपाईँ आफ्नो सम्बन्धलाई सुधार गर्न चाहनुहुन्छ, आफ्ना वरिपरिका व्यक्तिहरूसँगको सम्बन्धलाई सुधार गर्न चाहनुहुन्छ भने सुन्ने अभ्यास पनि गर्नुहोस्। जुन सम्बन्धमा व्यक्तिहरू धेरै बोल्छन् अथवा अभिव्यक्ति मात्र खोजिरहन्छन्, दोस्रो व्यक्तिको कुनै प्रवाह गर्दैनन्, उसको कुरा सुन्दैनन्, त्यहाँनिर समस्या आउने हो। त्यसैले सुन्न थाल्नुहोस्। आफ्ना प्रिय मानिसले के भन्न चाहिरहेका छन्, के भन्न खोजिरहेको छ, त्यो बुझ्न सक्नुभयो भने तपाईँको सम्बन्धमा केही हदसम्म तत्काल टटछेन सुधार अवश्य पनि हुन्छ। किनकि स्वभावतः मानिसलाई बोलिरहँदा अभिव्यक्ति हुन्छ। अभिव्यक्तिकै कारण उसलाई एक प्रकारको आनन्द जस्तो महसुस पनि हुन्छ। सुन्नलाई उसलाई गाह्रो किन हुन्छ भन्दाखेरि उसले अभिव्यक्ति गर्न पाउँदैन। त्यो अर्थमा उसलाई उकुस मुकुस जस्तो हुनसक्छ। तर जब सम्बन्धमा केही किसिमको टकराव हुन्छ भने उसले आफ्नो विचार राख्न खोजिरहेका छन् भने त्यो व्यक्ति के चाहन्छ भनेर तपाईँले ध्यानपूर्वक सुन्नुभयो भने त्यहाँनिर तपाईँले धेरै हदसम्म समस्याको जड भेट्टाउनुहुन्छ, समस्याको कारण भेट्टाउनुहुन्छ। त्यसैले सुन्ने अभ्यासलाई अझै बढावा दिनुहोस्। तपाईँको सम्बन्ध त्यत्तिकै राम्रो हुँदै जान्छ। अब हामी अर्को कुरा पनि गरौँ। धेरैजसो मानिसहरू अहिले सम्बन्ध किन बिग्रियो भन्दाखेरि पैसाको कारणले पनि कतिपय तपाईँको वरिपरिको मानिसहरूसँगको सम्बन्ध बिग्रिरहेको हुन्छ। मानिसको जिन्दगीमा पैसा यति महत्त्वपूर्ण कुरा भइसकेको छ कि भलै भोकै बस्न सकिन्छ केही समयको लागि,
नसुती बस्न सक्छ ऊ, तर उसले पैसा भएन भने एक दिन पनि तार्न सक्दैन। अर्थात् भनौँ, तपाईँ पैसा कमाउनुहोस् या नकमाउनुहोस्, तपाईँले खर्च कुनै पनि हालतमा कतै न कतै गरिरहनु भएकै हुन्छ। तपाईँ भले बेरोजगार हुनुहुन्छ होला, तपाईँको कुनै काम छैन होला, तर बेरोजगार हुँदैमा पनि तपाईँले खर्च भने गरिरहनु भएकै हुन्छ। यस अर्थमा निकै नै महत्त्वपूर्ण कुरा यो छ कि पैसा बिचमा आउँछ तपाईँ र तपाईँको मनपर्ने व्यक्ति बिचमा, र यो पैसाले गर्दाखेरि धेरै हदसम्म सम्बन्धहरू बिग्रिरहेका हुन्छन्। जस्तो कि कतिपय अवस्थामा एउटा व्यक्तिले अर्को व्यक्तिलाई ऋण या सापत्ति दिइरहेको हुन्छ अथवा सहयोग गरिरहेको हुन्छ आर्थिक रूपमा, तर त्यो व्यक्तिले समयमै फिर्ता गर्न नसक्दा अथवा त्यो व्यक्तिले आर्थिक सहयोग गरेको कुरा दोस्रो व्यक्तिले गहिरो रूपमा बुझ्न नसक्दाखेरि त्यहाँ खटपट सिर्जना हुने अवश्य पनि हुन्छ। त्यसैले सकेसम्म आफ्नो सम्बन्धहरूलाई जोगाउनु छ भने आफ्ना नजिकका व्यक्तिहरूमा आर्थिक कुराहरूमा लेनदेनको कुराहरू छ भने गर्नुहोस्, तर सजगतापूर्वक गर्नुहोस्, अलि होसियारीपूर्वक गर्नुहोस्। र दिने व्यक्तिले पनि होसियारी अपनाउनु जरुरी छ, लिने व्यक्तिले पनि होसियारी अपनाउन जरुरी छ। यदि त्यसो हुन सकेको खण्डमा धेरै जसो सम्बन्धहरू टुट्न र फुट्नबाट बचाउन सकिन्छ। अब हामी अर्को टपिकमा चर्चा गर्न गइरहेका छौँ, त्यो रहेको छ समय। हामीलाई लाग्छ मैले कमाएर ल्याइदिएँ, मेरो परिवार चल्छ, मेरै कमाइले, र यतिभन्दा म के गरौँ, त्यो सोचेर हामी कतिपय मानिसहरू ढुक्क भएर बसिरहेका हुन्छन्। तर परिवार, सम्बन्ध यी यस्ता कुराहरू पैसैले मात्र चल्ने होइन हो। पैसा इन्धन जस्तै भइसकेको छ। जसरी एउटा बाइक, मोटरसाइकल इन्धन बिना चल्दैन, पेट्रोल बिना चल्दैन, त्यसै गरी हाम्रा सम्बन्धहरू पनि अहिले पैसा बिना चल्दैनन्। त्यो सत्य कुरा हो, धेरै हदसम्म साँचो कुरा हो। सबै सम्बन्धहरूमा लागू नहोला, तर कतिपय सम्बन्धहरू अहिले यस्ता छन् जुन सम्बन्ध पैसा बिना चल्नै सक्दैन। तर पैसै मात्र दिएर मैले सबै मेरो दायित्व निर्वाह गरेँ भनेर तपाईँ सोच्नुहुन्छ भने त्यो गलत हो। त्यसैले तपाईँले सबैभन्दा महत्त्वपूर्ण कुरा समय पनि दिन सक्नुपर्छ। तपाईँले आफ्ना प्यारा मानिसहरूलाई समय दिनुभएको छ कि छैन? उसले के खायो, के खाएन, के भइरहेको छ उसको जिन्दगीमा बुझ्ने कोसिस गर्नको लागि तपाईँले समय छुट्याउनु भएको छ कि छैन? यस अर्थमा पनि तपाईँको सम्बन्ध टुट्ने या फुट्ने या जोडिने सबै कुराहरू भइरहेको हुन्छ। जस्तो कि अहिले वैदेशिक रोजगारीकै सिलसिलामा कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरू हाम्रा कतिपय चाहिँ वैदेशिक रोजगारीको क्रममा बाहिर हुनुहुन्छ। उहाँहरू पैसा पठाउनुहुन्छ, 10 वर्ष 12 वर्षसम्म उहाँहरूले मेहनत गरेर घरमा पठाउनुहुन्छ, तर जुन सम्बन्ध छोडेर गएको हुन्छ फर्केर आउँदा त्यो सम्बन्ध भेट्टाउनुहुन्न उहाँहरूले। किन भन्दाखेरि त्यहाँ समय दिइएन। पैसा त पठाइरहेकै हुन्छ, हरेक दिन, हरेक महिना, वर्षै पछि पठाइरहेका हुन्छन्, घर खेत जोडिरहेका हुन्छन्, छोराछोरी पालिरहेका हुन्छन्, मसिनो मिठो खाइरहेकै हुन्छन्, तर पनि जब ऊ फर्केर आउँछ पहिला जस्तो सम्बन्ध थियो त्यो सम्बन्ध अहिले छैन भन्ने किसिमको धेरै समस्याहरू हामीले सामाजिक सञ्जाल लगायतका थुप्रै मिडियाहरूमा पनि हामीले सुन्ने, देख्ने र आफ्नै टोल छिमेकीमा पनि हामीले भोगिरहेकै कुराहरू हुन्। यसको अर्थ के हो भन्दाखेरि कुनै पनि सम्बन्ध राम्रो हुनको लागि भावनात्मक रूपमा हामीले समय पनि दिनुपर्छ है भन्ने कुरा महत्त्वपूर्ण रहेको छ। त्यसैले ती व्यक्ति के चाहन्छन् बुझ्नको लागि हामीले उसको लागि पैसा मात्र होइन, समय पनि दिन जरुरी छ भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ। तपाईको साथी, आफन्त, छरछिमेकी, इष्टमित्र अथवा आफन्त जोसुकै होस्, यदि तपाईँले थोरै समय दिनुहुन्न भने त्यहाँबाट रिटर्न तपाईँले ह्याप्पी रिलेसनसिपको एक्सपेक्टेसन गर्नुहुन्छ भने त्यो सम्भव छैन। अर्को महत्त्वपूर्ण कुरा भनेको सम्बन्धलाई सुमधुर बनाउनको लागि धेरै नै महत्त्वपूर्ण कुरा भनेको मानवीय संवेगात्मक कुराहरू नै हुन्। रिस सबैलाई उठ्छ, किनकि हामी मानिस हौँ र मानिस भइसकेपछि रिस उठ्नु स्वाभाविक हो। तर दुई व्यक्ति बिचको सम्बन्धको बिचमा आउने यो रिसलाई समयमै हामीले नियन्त्रण गर्न नसक्दाखेरि, नियमन गर्न नसक्दा, कन्ट्रोल गर्न नसक्दा भने ठुलो जोखिम हुन्छ त्यहाँ सम्बन्ध फाट्ने। कतिपय त्यो रिसकै कारणले गर्दा
सम्पूर्ण कुराहरू तहस नहस भइदिने अवस्था पनि सिर्जना हुनसक्छ। र यो समाचार हेर्ने हो भने हामीले यस्तो रिसकै कारणले गर्दा थुप्रै परिवारहरू प्रताडित भएको, विखण्डनमा पुगेको र समाप्त भएको पनि हामीले देख्न सक्छौँ। त्यसैले मैले भन्न खोजेको कुरा, रिस जब उठ्छ, दोस्रो व्यक्तिको विचार जब तपाईँलाई राम्रो लाग्दैन, त्यो बेला के गर्ने भन्दाखेरि रिस उठे झुक, रिस उठे रोक, रिस उठे रोक, गल्ती भए झुक। यो सिद्धान्तलाई हामीले अवलम्बन गर्न सक्नुपर्छ। यदि तपाईँ मै सही, मै राम्रो, ऊ गलत भन्ने भ्रममा हुनुहुन्छ भने त्यो कडापै हुन सक्दैन। किनकि कुनै पनि सम्बन्धको बिचमा हुने एउटा पत्र हुन्छ, पाटो हुन्छ, त्यो भनेको सापेक्षताको पत्र हो, जुन प्रायजसो अदृश्य रूपमा रहेको हुन्छ। जस्तो कि आधी गिलास भरिएको पानी आधी भरिएको पनि हो, आधी खाली पनि हो, बुझ्ने आफ्नो तौर तरिका हुन्छ। जस्तो कि अमेरिका बस्ने मानिसको लागि दिनको समय छ भने नेपालमा बस्ने मानिसको लागि त्यो रातको समय हुन सक्छ। सत्य दुईटै हो। यसरी बिचको समयलाई हामीले बुझ्न नसक्दा, त्यो पाटोलाई बुझ्न नसक्दाखेरि हामी भ्रममा बाँचिरहेका हुन्छौँ र त्यसैलाई हामी रिसमा परिणत गरेर एकले अर्कालाई हेलो छ्याप्ने, एकले अर्कालाई आरोप लगाउने, प्रहार गर्ने र भौतिक रूपमा पनि हामीले आक्रमण गर्नसम्म पनि पुग्न सक्छौँ। त्यसको लागि हामीले बुझ्नुपर्ने कुरा भनेको रिसलाई नियन्त्रण गर्न सक्नुपर्छ। जो व्यक्तिलाई तपाईँ माया गर्नुहुन्छ त्यो व्यक्तिलाई रिस गरेर केही हुँदैन, उसको कुरा सुन्ने हो, उसको कुरा बुझ्न खोज्ने हो र त्यस पश्चात गर्ने के त भन्दाखेरि जुन ठाउँमा जुन व्यक्तिसँग रिस उठिरहेको छ त्यो व्यक्तिसँग नरिसाउने, उसको कुरा सुन्ने, मनन गर्ने र मौन बस्ने। र मौनतामा यो रिसको औषधि लुकेको हुन्छ। तपाईँ मौन बस्नुभयो, धेरै कुराहरू त्यहाँबाट समाधानको रूपमा निस्किएको हुन्छ। मौनतामा अथाह शक्ति लुकेको हुन्छ। महात्मा गान्धीले भनेका छन्, एक शब्द बोल्न आवश्यक भएको ठाउँमा दुई शब्द नबोल। अर्थात् एक शब्द बोलेर तपाईँको काम बन्छ भने दुई शब्द नबोल। कतिपय मानिसहरूको एउटा नराम्रो बानी हुन्छ, बोलेको बोले, बोलेको बोले, बोलेको बोले। तर वास्तवमा भन्ने हो भने शब्दहरू आफैमा एक प्रकारको जन्जाल हो। जति धेरै तपाईँ बोल्नुहुन्छ त्यति धेरै तपाईँ फस्दै जाने सम्भावना हुन्छ। त्यसैले यो कुरालाई तपाईँले विशेष ध्यान दिनुहोस्। आफूले बोलिरहेका कुराहरू कतिको सान्दर्भिक छन्, ती व्यक्तिले ती कुराहरू बोलिरहँदाखेरि सुन्ने व्यक्तिलाई कतै प्रहार पो भइरहेको छ कि छैन, उसलाई घायल बनाइरहेको छ कि छैन, यहाँनिर पनि तपाईँले ध्यान दिन सक्नुपर्छ। किनकि हिंसा भन्ने चिज धेरै प्रकारका हुन्छन्। भौतिक रूपमा हिंसा हुन्छ भने त्यो कायिक हिंसा हो। भौतिक रूपमा तपाईँले कसैलाई एसल्ट गर्नुहुन्छ भने त्यो कायिक हिंसा हो, शारीरिक हिंसा हो। तर तपाईँले वचनको मार्फत कसैलाई पीडा दिनुहुन्छ भने त्यो पनि एक प्रकारको हिंसा हो। त्यसलाई शास्त्रमा वाचिक हिंसा भनेर पनि भनिएको छ। त्यसैले वचनलाई एकदमै नम्र बनाउनुहोस्, रिसलाई कन्ट्रोल गर्नुहोस्। जुन व्यक्तिसँग जुन स्थानमा तपाईँ लफडामा परिरहनु भएको छ त्यो व्यक्ति तत्काल छोड्नुहोस्, गएर पानी पिउनुहोस्, मौन बस्नुहोस् अथवा माइन्डलाई डाइभर्ट गर्नुहोस्। उसको कुरा सुनेर पनि त्यहाँ समाधान निस्किन सकिरहेको छैन भने त्यो ठाउँबाट स्वतस्फूर्त रूपमा आफूलाई बाहिर राख्नुहोस्। यसबाट धेरै हदसम्म सम्बन्धहरू जोगिन सक्छन्। र अर्को महत्त्वपूर्ण कुरा भनेको मानिस बिचको एकदमै महत्त्वपूर्ण कुरा भनेको शङ्का पनि हो। शङ्का आफैमा एउटा सुविधा पनि भनिन्छ। मानिसले पाउने जन्मजात सुविधा पनि हो। हरेक व्यक्तिलाई शङ्का गर्ने सुविधा त छ, तर सम्बन्धहरूमा स्पेसली श्रीमान श्रीमतीकै सम्बन्धको बारेमा कुराकानी गर्दा पर्दाखेरि जुन तपाईँले शङ्का गर्नुहुन्छ त्यो शङ्का तपाईँको शङ्का मात्रै हो, त्यो थियोलोजी मात्रै हो। त्यसमा प्रमाण छैन भने, त्यसमा दम छैन, त्यसमा आधार छैन भने तपाईँले गरेको शङ्का त्यो भ्रम हुनसक्छ, भ्रम मात्रै पनि हुनसक्छ। त्यसैले त्यो भ्रमलाई चिर्नको लागि तपाईँले आफूले गरिरहेको शङ्का कतै
सही छ कि छैन भनेर सत्य तथ्यको जाँच बिना, आधार बिना, प्रमाण बिना तपाईँले कसैलाई आरोप लगाउनुहुन्छ भने त्यहाँनिर ठुलो समस्या उत्पन्न हुन सक्छ। किनकि कोही पनि व्यक्ति माया बिना बाँच्न सक्छ तर सम्मान बिना बाँच्न सक्दैन। कति बेला लाग्छ माया गरेकै छु, माया त लाग्छ उसको, तर वास्तवमा माया मात्रै अपुरो हुन्छ। माया भन्दा बढी मानिसलाई प्यारो लाग्ने भनेको सम्मान हो। तपाईँले आफ्नो प्यारो मान्छेलाई सम्मान दिन सक्नु भएको छैन तर माया चाहिँ गर्नुभएको छ, त्यहाँनिर पनि त्यहाँ समस्या आउन सक्छ। त्यसैले तपाईँले बुझ्नुपर्ने कुरा, हामी सबैले बुझ्नुपर्ने कुरा, हरेक व्यक्ति मायाको भोको हुन्छ तर त्यत्तिकै मात्रामा सम्मानको पनि भोका हुन्छन्। यो कुरा बुझ्न नसक्दा कतिपय सम्बन्धहरू निकै नै तल्लो स्तरमा पुगेको हामी पुग्न सक्छौँ। जुनसुकै कुरा रिस उठेको भरमा हामीले प्रहार गर्ने भनेर जुनसुकै शब्द प्रयोग गरिदिने, तर मम गर्न थाल्ने हो भने तपाईँ भलै जतिसुकै त्यो व्यक्तिलाई माया गर्नुहोस्, रगतको नाता होस् या भावनात्मक या वैवाहिक या अरू कुनै नाता होस्, तपाईँले प्रहार गर्नुभएको शब्दले त्यहाँ ठुलो विखण्डन ल्याउन सक्छ। त्यसैले मायासँगै सम्मान पनि गर्न सक्नु तपाईँको कर्तव्य बन्न जान्छ, तपाईँको सम्बन्ध जोगाउनको लागि। त साथीहरू, आज हामीले विविध ज्ञान नेपाल युट्युब च्यानलमा सम्बन्ध के हो, सम्बन्धलाई कसरी निभाउन सकिन्छ, सम्बन्धबाट हामी कसरी प्रभावित भइरहेका हुन्छन्, प्रताडित भइरहेका हुन्छौँ र सम्बन्धले हाम्रो सुख र दुःख दुवैको निर्माण कसरी गरिरहेका हुन्छौँ, सम्बन्धकै कारण किन हामी सुखी बन्छौँ, खुसी बन्छौँ, किन हामी दुःखी बन्छौँ भन्ने विषयमा थोरै भए पनि चर्चा गर्ने कोसिस गऱ्यौँ। आशा छ आजको भिडियोमा प्रस्तुत गरिएका कुराहरू यहाँहरूको लागि उपयोगी लाग्यो होला। विविध ज्ञान नेपाल युट्युब च्यानलमा हामी यी र यस्तै खालका जीवनलाई सुमधुर बनाउने, जीवनलाई सफल बनाउने, जीवनलाई उत्कृष्ट बनाउने हामी विभिन्न टपिकहरूमा कुराकानी गर्ने गर्छौँ र आजको लागि पनि हामी बिदा चाहन्छौँ। यदि यो भिडियो मन परेको छ भने यहाँहरूले हाम्रो च्यानल विविध ज्ञान नेपाललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। धन्यवाद।